टाढाबाट मेरो अलि एउटा सिंगल फाइनली अडीसँग भेट भइसकेको छ हाम्रो ल डोगर आउनु बसिहालौँ अनि हिँडिहालौँ सेलरोटी मम्मीले बनाउनु भएको सेलरोटी अब खाँदै गरेको अवस्था चलो ए बुकुलुकु बाई म चाहिँ जान लागेको अवस्था छ आन्टीलाई लिनको लागि जाँदैछौँ हामीहरू बस पार्क हजुर हालिदिनु न त पलथिनमा आन्टीलाई भोक लाग्यो कि भनेर त्यही रोटी पनि हामीले प्याकिङ गरेको अवस्था छ अहिले के भन्न चाहनुहुन्छ यो राख्नु बहिनीले आउँदैछ म धेरै धेरै खुसी छु ल यो राख्नु कोरियामा पनि यहाँ दिदी बहिनी आउँछन् कति रमाइलो छ अब हामी जाँदैछौँ है त गाइजहरू हेर्दै गर्छ है त आडी बलक खतरा बाटो छैन यस्तो बाटो बन्ला त हाइवे महेन्द्र राजमार्ग बालिन शाहले यस्तै बाटो बनाउने भन्नुभएको छ क्यारे बालिन शाहले भन्नु मात्रै भएको अब लेबरहरूले बनाउँछ नि बनाउँछ भन्ने कुरो ठेकेदारहरूले कस्तो अब भ्रष्टाचार गर्यो भने चाहिँ यस्तो हुँदैन यस्तै हुनुपर्छ हाइवे यति स्पिडमा हाने पनि चट्ट लाएर काठमाडौँ जानको लागि हामी 5 घन्टामा पुग्ने जस्तो बाटो भएपछि अनि मात्रै देशको विकास हुन्छ अझै हाइवेमा हिँड्दा मेरो बाइक केही लाग्दैन कि हिँड्दा बाइकमा त हिँड्ने भइसक्यो अब गाडीमा केही नहिँड्दिला जस्तो लाग्छ माथि रेल चलिरहेको छ तल झेल भइरहेको छ बाटो अर्को देखाइदियो होइन दादा होइन दुईटा बाटो देखाएको थियो कहिलेकाहीँ नेबर म्यापले पनि ल्याङ गरिदिन्छ यसले भनेको थियो भन्नु त यताको बाटो जाने भन्नु मैले पुल झर्दैन होला सोध्नु धेरै लोकेसनहरू देखाइदिन्छ अनि कोही लामो लोकेसन भइदियो भने चाहिँ अलिकति झ्याउ हुन्छ हामी गुफो आइपुग्न लागेका छौँ बालिन सरकारले यस्तै बाटो बनाउनु पर्छ अब है दादा के भन्न चाहनुहुन्छ तपाईँले बनाइदिनुहोस् हजुर बनाइदिनु यस्तै ठाउँमा क्यामेरा राख्नुपर्छ र लाइन मिच्नेहरू र ट्राफिक लाइनको पालना नगर्नेहरूलाई फाइन तिराउनु पर्छ 10,000 अनि मान्छेले जसरी पालना गर्छ फाइनली अडीसँग भेट भइसकेको छ हाम्रो ल डोगर आउनु बसिहालौँ अनि हिँडिहालौँ घर आइपुग्न लागिसकेको अवस्था छ फुल पनि फुलेको छ खाना रेडी भइसकेको छ मम्मी टिकटक बनाउने आज बनाऊँ न सर अफिसले खोजेर अफिसले दिएको होइन आफ्नो जत्रै भान्जालाई पठाइदिनु न कहाँ जानु बस्ने भेटघाट छैन केही छैन टाउको चाहिँ यस्तै धनुषङ्गा जस्तो यस्तो के अलिक सोझो बनाउन त हजुर अब के काम फुट्टो यहाँ छ टाउको पिर लाग्छ क्या छोरालाई कतै केही भइहाल्छ यसो पोल्टे गरेर सुते मान्नु पर्ने बा भएपछि दिउँसोको नास्ता चाहिँ फलफुल आन्टी पनि आउनुभएको छ मम्मी पनि यता बाबा हुनुहुन्छ यता म छु बाउजू त अर्को कोठामा हुनुहुन्छ यता बाबु पुन्तु सुतेको छ कोसेली पा त्यहाँ टन्नै छन् मिठाई मन पराउनु रहेछ नि त्यही
दिदीले मन पराउँथ्यो भनेर मेरो बहिनीले ल्याइदिएको त्यो मिठा मिठा चिजहरू अब हामी खान्छौँ यो केही भन्न चाहनुहुन्छ आन्टी होइन ठिकै छ एकदम रमाइलो लागिरहेछ खुसी छु त्यही भएर कति खुसी छ दिदीबहिनीको माया धेरै वर्षपछि कोरियामा आएर दिदीबहिनीसँग भेट भयो है भेट भयो दिदीले कोरिया जाऊ भने म भेट्न आउँछु भनेर बाचा गर्नुभएको थियो आज पुरा गर्नुभएको छ एकदम खुसी छु मैले पटाएको लास्टमा भन्नुहुन्थ्यो मम्मीले पहिल्यै कुरा गर्नुहुन्थ्यो क्या तिमी जाऊ म पनि आउँछु भन्नुभएको थियो आफ्नो बाचा पुरा गर्नुभएको पुरा गरेछु ल खाम त अब हामीहरू चाहिँ क्याफेतिर घुम्न जाँदैछ मम्मी चाहिँ कोट लगाएर भोलि सुकाउनु पर्ला भोलि पनि भ्याइन छोटे डन देखिनु भयो मम्मी कोट लगाएर छोटे डन छोटे डन बुढी डन बुढी अन्डी झन् खतरनाक देखिनु भएको छ हामी अब जान्छौँ एकदमै बबाल ठाउँ छ अरे त्यो त्यहाँ चाहिँ एकदमै कफी पाइन्छ मिठो खालको र त्यहाँको वातावरण हेर्नको लागि दादाले कस्तो छ भनिदिनुहोस् कस्तो वातावरण चारचोटि हामीहरूलाई लगेर जाने काम चाहिँ दादाले चाहिँ गरिराख्नु भएको छ चलिए त हामी जाँदैछौँ आफूले त नै के हामीहरू घुम्न जाँदैछौँ होइन बाबु होइन दुःख हुन्छ यो ल मै जाँदा दुःख हुन्छ आऊ कान्छे आऊ आऊ हेर्नुहोस् बारी टन्नै बारी छ यहाँ लगाउनु यति सानो बारीमा पनि कृषि क्रान्ति गर्नुभयो दादाले कोरियामा पहाड देख्नु हामी चाहिँ पहाडको बाटो हुँदै आज क्याफेमा जाँदैछौँ हावाको डिस्टर्बको कारणले गर्दा मैले झ्याल बन्द गरिदिएँ यस्तो खतरनाक नेपालको जस्तै पहाड छ होइन अब हामी क्याफेमा जान्छौँ त्यो क्याफे चाहिँ एकदम बेस्ट क्याफे छ यहाँको घरहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरू त्यो टावर चिन्छु हामी ऊ त्यो घरहरू छ नि चन्दा त्योभन्दा यतापट्टि एउटा टावर छ त्यहाँनिर हामी लोकेसनमा आइपुगेका छौँ अब यहाँ चाहिँ फोटो सेसन भइरहेको छ हामीहरू चाहिँ आइसकेका छौँ क्याफे बवाल छ यो ठाउँ तोरीबारी पनि देख्न सक्नुहुन्छ तपाईँ यो चाहिँ तोरी किन छरेको भने चाहिँ यहाँ फुलहरू खुल्ला भनेर मात्रै छरिदिन्छ खासमा मान्छेहरू फोटो खिच्लान् भनेर कस्तो राम्रो ठाउँ छ यो चाहिँ फोटो खिच्ने ठाउँ एकदम यो रुखहरूमा चाहिँ फलहरू फल्छ यस्तो खालको चाहिँ आइडिया नेपालमा पनि गर्दाखेरि सही हुन्छ जस्तो लाग्छ हेर्नु हाइब्रिड हो यसमा फलहरू फल्छ होइन कस्तो राम्रो बिरालो हेर्नु सक्नुहुन्छ तपाईँ हामी आज घुम्दैछौँ के भन्न चाहन्छ तपाईँ यहाँ चाहिँ कस्तो राम्रो हेर्दै रमाइलो ठाउँ छ बिचमा राखेको हामी जाऊँ अब उतातिर कफी खाने ठाउँ पनि यति राम्रो है नछोडेको फलहरू फलेका छन् कस्तो आफ्नो फुलहरू यस्तो कि क्याफे मान्छेहरूलाई आनन्द मिलोस् भनेर बनाएको कस्तो लागिरहेको त बाबु एकदम राम्रो ठाउँ रहेछ दादाले कफी लिएर आइसक्नु भएको छ कफी अब हामी कफी खान्छौँ
यो फोटो बाबाले त मन परेको बाबु बाबाले गुल्ली चिज पाए त कहाँ छोड्नुहुन्छ त माथिको भ्यूहरू पनि तपाईँ हो त्यतिकै टाढाबाट मेरो अलि कफी तितो एउटा कफी। सिङ्गल सिङ्गल हान्नलाई चाहिँ मम्मी उठ्नै पर्छ कि तपाईँ अलि उठेको हानिदिन्छु कि तपाईँको अहिले मैले नबसेर यो खान्न के बाबु खाऊ म धेरै खानु मलाई ग्यास्ट्रिक हुन्छ खानु तिमी के खाऊ तपाईँ उहाँ राइड लाउला यो सबै गाना बजाइरा भलगर आज चिलपारामा घुम्ने काम भइरहेको छ भलगरको अब भलगरलाई फेरि भोलि पर्सिदेखि फेरि ड्युटी 5 दिनको हुन्छ बाबा पेलान गर्न पर्यो 2 दिन छुट्टी हो 2 दिनमा रमाइलो गरिन्छ यस्तै छ जिन्दगानी दर्पण छाया आज छ भोलि छैन समय यस्तै हो chill.com दादा चाहिँ फोटो खिचिराख्नु भएको छ यो क्याफेमा चाहिँ हामी कफी खाएर अब एकछिनमा बाहिर अब हामीहरू रुमतिर जान्छौँ होला बाहिर भन्दा पनि रुमतिर जान्छौँ यहाँ फोटो सेसन भइरहेको छ कस्तो लागिरहेको मम्मी गजब राम्रो छोरो यस्तो राम्रो खैरिएको गाउँ असाध्यै राम्रो घुमियो फिरियो कफी सप अरे यो कफी सप पनि यति राम्रो कफी मात्रै खानु घर खाएर आएर पनि अझ यहाँ कफी राम्रो छैन थाहा गजब छ अनि बुटा बुटामा बत्ती पनि बलेको छ बिरालो नै बिरालो छ झर्ना जस्तो रहेछ दामी हामीहरू चाहिँ अब फर्किनु लागेको अवस्था छ फर्किन लाग्यौँ हामीहरू घुमेर खोरियामा भन्नु पर्यो 3 महिना मात्रै भयो 4 महिना 5 महिना अलि बेसमरी अलि बेसमरी गानाको साउन्ड बढाउ अरे घरमा ती लाउ चल्ला नछोड्या भए त गजबै रमाइलो हुने रहेछ लाउ चल्ला अलिकति भात खाइदिनु न त्यही पनि घुमेर आइपुगेको अवस्था छ अहिले चाहिँ यहाँ चाहिँ रोटीको कार्यक्रम भइरहेको छ सेल रोटी सेल रोटी चाहिँ बनाउनको लागि पिठोलाई पहिला मार्नु पर्यो त्यहाँ चाहिँ के बसाल्नु पर्यो मम्मी यहाँ खाजा भात बहिनी आँखी पुलाउ भात पुलाउ भातसँगै यहाँ पाकिरहेको छ को छ बाबु मैले अनि यस्तो भयो कराईमा अलि आउन भुट्न खाने बेला भइरहेको छ नेपाली घिउ खान्छ छोराको Happy बिहा गर्छ ह्याप्पी एनिभर्सरी छोराको धन्यवाद धेरै धेरै अर्को वर्ष फेरि नाति खेलाउन आएर फेरि यहीँ पनि मनाउन पाइयोस् हजुर धन्यवाद बाबु नाति हेर्छु कि म खिच्ने गर्दिनँ चले म्याउ गर के चाहियो अब खाना खाने बेला भयो मम्मी आउनुहुन्छ म यता छु गुड नाइट भनिदिउँ गुड नाइट भनिदिउँ के रोटी बनाउँदै हुनुहुन्छ रोटी बनाउँछ सेलरोटी पनि बनाउँदैछौँ सेलरोटी बनाएको पनि हेर्नु है त
सेलरोटी पाक्दैछ यता सेलरोटी पाक्दैछ छोरी खेलाएर बसेको चोरी लुन्ची नानी रातिको अहिले चाहिँ 10:30 बजेको छ चिलबारमा बसिरहेका छौँ हामीहरू यता आन्टी हुनुहुन्छ आन्टी रिसाउनु त भएन नि तपाईँ मोबाइल दिएन भनेर चोरीलाई बोलाउनको लागि केटीले माथि टोक्नु जाने होइन त नि गुड नाइट भन गुड नाइट भन्ने के भनेको के ल ल यहाँ रोटी पाक्दैछ रातिको यहाँ 12 बज्न लागिसक्यो मम्मी रोटी पकाउनु यहाँ कराउन यहाँ रोटी पाक्दैछ बाबुजीले यति मिठो रोटी बनाउनु भयो खतरनाक यस्तो राम्रो रोटी हुन्छ नमिठो भन्ने त कुरै हुन्न सधैँ यही म्याक्स्याउनु पर्छ र केही हुँदैन गुड नाइट गुड नाइट गुड नाइट बाबु ल गुड नाइट